लाइफको फर्स्ट टाइम सोलो ट्राभल गर्छु भनेर सोचेको थिएँ। त्यसको पनि धजिया उड्यो। जसो तसो गरेर मामा घर पुगेँ। एन्ड गेस वाट, मैले कसैलाई पनि भनेको थिइनँ कि म मामा घर आउँदैछु भनेर। लाइक नो, यदि भनेको भए मामाको छोरा भाइहरू बहिनीहरू सबजना लिन आउँथ्यो कि मलाई चमक चमक चम्किँदै रोडमै। अनि घरमा कोही पनि हुनुहुन्थेन कि यो चाहिँ मेरो मामाको छोरी हो बहिनी बाहेक। त्यो पछि हामी गयो बारीमा, माइजू हुनुहुँदो रहेछ अनि मामाहरू सबजना आउनुभयो। सबजना सक पर्नु भएर म अनएक्सपेक्टेड तरिकाले आएको थिएँ नि त। अनि बुवाहरूलाई देखाइरहेको थिएँ अनि आमाले भन्नुभयो यही हो आइफोन कति सानो छ त भन्नु भइरहेको थियो कि। अनि त्यो पछि यो बच्चाहरूसँग सबजना टाइम पास त गर्नु पर्यो नि त गाइस। सो त्यही भएर अलिअलि खेल्यो। अनि घरमा माइजू र आन्टीले खाना बनाउँदै हुनुहुन्थ्यो। अनि त्यो पछि म र बुवा मिलेर गयो रातितिर वाइफाई भएको ठाउँमा। त्यहाँको मान्छे यस्तो लोभी नि गाइस, अहिलेसम्म देखाएन होला क्या। हामीले भिडियो हालेको होइन, त्यहाँ गएर बसेको वाइफाई अफ गरेर बाइकमा ऊ त चल्दिरह भनेको के। अनि हामीले चाहिँ अर्को खोइ को पनि थियो होइन, उनीहरूलाई भनेर वाइफाई खोल्न लगाएको कि। लाइक कस्तो कन्जुस या। त्यही माथि भिडियो हाल्न 1 घन्टा लगायो नि कि भिडियो जाँदै जाँदैन त जसो तसो गरेर भिडियो हाले।